अरू सबै कहाँ कहाँ पुगे, मेरो जिन्दगीमा मात्रै किन ढिलो भयो? यदि तपाईँ यस्तो सोच्नुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि हुनसक्छ। म तपाईँलाई सुनाउँछु एउटा कथा मेरै जिन्दगीको। यदि तपाईँलाई मेरो कथाको श्रृङ्खला मन परिरहेको छ भने कृपया मलाई फलो गर्नुहोला है त। हाम्रो घर पोखराको बजारबाट 10-12 किलोमिटर ओरै थियो। हामी हाइवेमा थियौँ, पृथ्वी राजमार्ग, र जहिले पनि हामी काठमाडौँ जानुपर्थ्यो, चितवन जानुपर्थ्यो। हामीसँग एउटा राम्रो विकल्प भनेको हामी अगाडि बाटोमा कुर्ने र जुन बस आउँछ सिट खाली छ भने त्यसमा चढ्ने। अनि अगाडि कुर्यो, एउटा बस आउँथ्यो, रोक्थ्यो, 3-4 जनाको परिवार छ, 3-4 जना साथीभाइ छौँ भने एउटालाई एकतिर सिट हुन्थ्यो, एउटालाई एकतिर सिट हुन्थ्यो। यसमा त मिलेन भनेर पठाइयो। त्यस पछाडि फेरि अर्को बस आउँछ, रोक्छ, त्यसमा पनि हेऱ्यो, पठाइयो। कहिलेकाहीँ त 1 घन्टा 1.5 घन्टासम्म हामी जाने बसै भेट्दैन थियौँ। अनि हामी यसो सोच्न थाल्थ्यौँ, ओहो यत्रा बस गइसके, कति बस दमौली काटे, कोही मुगली नै पुगिसक्यो होला, हामी त जहाँको त्यहीँ बसै कुरेर बसिरहेका छौँ। अनि अन्ततः कुनै न कुनै एउटा बस भेटिन्थ्यो, चढिन्थ्यो, निर्णय लिनु पनि पर्थ्यो, र जति जति ढिलो हुँदै जान्थ्यो हाम्रो सम्झौता गर्ने क्षमता पनि राम्रो हुँदै जान्थ्यो, बढ्दै जान्थ्यो। हामीले सबै देखिसकेपछि सम्झौता गर्न पनि सुरु गर्थ्यौँ र अन्ततः बस चढ्थ्यौँ। अनि चढ्दै जाँदा कोही बस दमौलीमा जितिन्थ्यो, कोही मुगलिनमा खाना खाने ठाउँमा हामीले जितिन्थ्यो, कुनै बस बिग्रेर बाटोमा बनाइरहेको हुन्थ्यो, र अन्ततः कलङ्की आइपुग्दा त्यो हुन्छ नि उकालो लाग्दै गर्दाखेरि अन्ततः सबै बसहरू उस्तै केही 1-2 बस तलमाथि हुन्थे। हामी कहिलेकाहीँ आत्तिन्छौँ, आफूसँगै पढेका साथी, आफूसँगै विभिन्न कुराहरू गरेका साथी, आफूसँगै काम गर्ने साथीहरू कोही प्रमोट भइरहेका हुन्छन्, कहिले कसैले व्यापार गरिरहेका हुन्छन्, कसैको चाहिँ बालबच्चा परिवार घर सबै भइसकेको हुन्छ, कसैको नभएको हुन्छ। जीवनमा कहिलेकाहीँ हामी अरूलाई दाज्यौँ भने आफूलाई निराश पाउन पनि सक्छौँ, दिक्क लाग्न पनि सक्छ। अनि फेरि त्यही गाडीको बेलाको कुरा सोध्छु, एक सम्झौता गर्ने क्षमता पनि बढ्छ जिन्दगीसँग। अर्को, अहिले तपाईँ त्यो गाडीमा चढ्नु भएन भने पनि जिन्दगीमा जुन गाडी तपाईँ चढ्नु छ त्यही समयमा तपाईँ त्यही गाडी चढ्नुहुन्छ। अरू कहिले गए, अरू कुन छोडे, यसले ठुलो महत्त्व राख्नु हुँदैन र राख्दैन पनि। तपाईँलाई कस्तो लाग्यो? मन पर्यो भने कमेन्ट गर्नुहोस्, तपाईँको कथा छ भने पनि कमेन्ट गर्नुहोस् र मलाई फलो गर्नुहोस्। नमस्ते।